मान्छेको कर्मले स्वर्ग जान्छ, मान्छेको कर्मले निर्वाण प्राप्त गर्छ, मुक्ति र मोक्षको कुरा मान्छेको कर्मले गर्छ, तर आफूले मानेको धर्मले होइन। It's appointed unto man once to die, but after this is judgment. एक दिन मान्छेको मृत्यु नियुक्ति भएको छ र once मृत्यु भएपछि जजमेन्ट नियुक्ति भएको छ। त्यो जजमेन्टको समयमा कुन धर्मको मान्छे हो त्यो भगवानले हेर्दैन प्रियजन, भगवानले हेर्नेछ कर्म कस्तो छ भनेर वास्तविक हेर्नुहुनेछ। त्यसै गर्दा म यही सन्देश दिन चाहन्छु, हामी सबै एउटै भनेर जिउनु पर्छ। हिन्दू धर्म भन्छौँ असल हिन्दू धर्म, बुद्धिस्ट धर्म असल बुद्धिस्ट धर्म, जुनै धर्म लिन्छौँ असल भएर जिउँ। बास भगवानले चाहेको त त्यति न त हो। कुन आमा त्यस्तो होला, कुन बाबा त्यस्तो होला जसले आफ्नो छोराछोरीहरू झगडा हुँदा खुसी हुन्छ। आफ्नो आमा बाबाले चाहन्छ छोराछोरी मिलेर बसेको, छोराछोरीमा खुसी छाएको, त्यस्तै त चाहनुहुन्छ नि भगवानले पनि।